आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हाम्रो खल्ती र भविष्यको आर्थिक योजनासँग प्रत्यक्ष जोडिएको छ। क्रेडिट कार्ड नेपालमा धेरैलाई लाग्छ यो धनीहरूले मात्र बोक्ने कार्ड हो वा यो एउटा ऋणको जाल हो। तर वास्तविकता के हो त? आज यो भिडियोमा युजर भ्यूबाट क्रेडिट कार्डको बारेमा सबै कुरा बुझ्नेछौँ। साधारणतया डेबिट कार्डले तपाईको खातामा भएको पैसा खर्च गर्ने सुविधा प्रदान गर्दछ, तर क्रेडिट कार्डले बैंकले तपाईलाई दिएको एउटा विश्वासको सीमा, क्रेडिट लिमिट भित्र रहेर सापटी खर्च गर्न दिन्छ, जसको लागि खाता अनिवार्य भन्ने हुँदैन। सजिलो भाषामा भन्दा अहिले खर्च गर्नुहोस् र पछि तिर्नुहोस् भन्ने कन्सेप्ट नै क्रेडिट कार्ड हो। यदि समयमै पैसा फिर्ता गर्नुभयो भने बैंकले तपाईबाट 1 रुपैयाँ पनि ब्याज लिँदैन। अब जाउँ क्रेडिट कार्डका फाइदाहरूमा। नेपालमा 15 देखि 45 दिनसम्म पैसा चलाउँदा ब्याज लाग्दैन। यो पैसालाई तपाईले अरू ठाउँमा परिचालन गर्न सक्नुहुन्छ, जसलाई ब्याज मुक्त अवधि पनि भनिन्छ। किस्ता सुविधा, जस्तै महँगो मोबाइल वा ल्यापटप किन्नु छ भने एकै पटक पैसा नतिरी 6 देखि 18 महिनासम्मको किस्तामा तिर्न सकिन्छ। विशेष छुट र अफर, शपिङ मल, अनलाइन स्टोर वा अस्पतालहरूमा कार्डबाट भुक्तानी गर्दा आकर्षक क्यासब्याक र डिस्काउन्ट पाइन्छ। सिक्काका दुई पाटा भए जस्तै चलाउन असावधानीले बेफाइदा पनि हुने गर्दछन्, जस्तै चर्को ब्याज। यदि तोकिएको मितिभित्र पैसा तिर्नु भएन भने वार्षिक 24%, सामान्यतया 24%सम्म ब्याज लगाउँछन्, जुन निकै नै महँगो हो। नगद झिक्ने गल्ती, एटिएमबाट पैसा निकाल्न क्रेडिट कार्ड कहिले पनि प्रयोग गर्न हुँदैन। यसमा झिक्ने बित्तिकै क्यास एडभान्स शुल्क र ब्याज लाग्न सुरु हुन्छ। यदि तपाईँ स्मार्ट क्रेडिट कार्ड युजर बन्न चाहनुहुन्छ भने यी निम्न कुराहरू हजुरले सम्झिनु पर्ने हुन्छ। पूर्ण भुक्तानी, महिनाको अन्तमा न्यूनतम रकम, मिनिमम ड्यू अमाउन्ट मात्र होइन, सधैँ पूर्ण रकम भुक्तानी गर्नुपर्ने हुन्छ। लिमिटको सही प्रयोग, आफ्नो कार्डको सीमाको 30 देखि 40% सम्म खर्च गर्ने बानी बसाल्नुहोस्। त्यस्तै ट्र्याकिङ, मोबाइल ब्याङ्किङ एप मार्फत आफ्ना खर्चहरू नियमित हेर्नुहोस्। क्रेडिट कार्डबाट कुन ठाउँमा तपाईँले कति खर्च गर्नुभयो र कहिले तिर्ने भन्ने जस्ता कुराहरू ट्र्याकिङ गर्नुहोस्। यदि तपाईँ आर्थिक रूपमा अनुशासित हुनुहुन्छ भने यसले तपाईँको पैसा व्यवस्थापन गर्न मद्दत गर्दछ, तर अनुशासन छैन भने यसले ऋणको बोझ बढाउने गर्दछ। तपाईलाई यो जानकारी कस्तो लाग्यो? यदि केही जिज्ञासा छ भने कमेन्ट गर्नुहोला। आजको लागि बिदा हुन्छु। नमस्कार।